आशामा हुनुहुन्थ्यो। फसल कटनी गर्न लाग्यो, अरूले चोरिदिन्छ, अरूले लगिदिन्छ। मेहनत यत्तिकै खेर गएको थियो। जब वचन आयो, गिदोनले विश्वास गर्नुभयो। र यसो मन बनाउनुको मद्वारा नै होला र सुरुवातमा म त एकदमै स्तर पनि नभएको मान्छे, म यस्तो दुखी, म यस्तो गरिब, म संसारका सबै मान्छेले एकदमै तल्लो भनेर, तल्लो स्तरको भनेर हेपेको मान्छे, मबाट पनि ईश्वरको महिमा होला त, परमात्माको काम होला त। गिदोनले के गर्नुभयो? सुरुवातमा यस्तो होला र भन्ने मन बनाउनु भयो। जब ईश्वर परमात्माले गिदोनलाई सम्हाल्नुभयो, इस्तेमाल गर्नुभयो, तब गिदोनद्वारा पनि परमेश्वरले के गर्नुभयो? ठुला ठुला आश्चर्यका कार्यहरू प्रकट गरेर देखाउनु भयो। किनकि वचन आयो, ताकत आयो, वचन आयो, हिम्मत आयो, वचन आयो, विश्वास आयो, विश्वास आयो, काम प्रकट पनि भइहाल्यो उति बेला। त्यसै गरी परमेश्वरले यहोशूलाई पनि वचन दिनुभयो। यहोशू, जसरी मोसाद्वारा मैले सारा पीडितहरूलाई 40 लाख इजरायलीहरूलाई बचाएको थिएँ, जोगाएको थिएँ, उद्धार गरेको थिएँ, जसरी उसको द्वारा काम गरेँ, मैले तिम्रो द्वारा पनि काम गर्छु। तिमीले पनि विश्वास गर, तिमी पनि मसँग मन लगाऊ, तिमी उत्साहित हो। परमेश्वरले के गर्नुभयो? यहोशूलाई वचन दिनुभयो। तब सुरुवातमा त परमेश्वरले वचन दिनुभयो। वचन सुरुवातमा आउँदै गर्दा विश्वास आएन। सुरुमा जब वचन सुन्दै जानुको विश्वास आयो, तब परमेश्वरले भन्नुभयो, तिमीले जहाँ जहाँ टेक्छौ त्यो सबै जमिन तिम्रो हुने योग्य मैले बनाइरहेको छु। जहाँ टेक्छौ, जे काम गर्छौ, जुन काममा हात हाल्छौ, त्यो काम चाहिँ सफल मैले बनाइसकेको छु। तिमी ढुक्क मन गर, तिमी नडराऊ, खुबै साहसी हौ। तिमी जहाँ गए पनि तिम्रो यहोवा परमेश्वर म तिमीसँगै छु। तिमी मन कमजोर नगर। परमेश्वरले पहिले के गर्नुभयो? वचन दिनुभयो यहोशूलाई। तब यहोशूद्वारा परमेश्वरले के गर्नुभयो? यर्दनको यति ठुलो विशाल नदीलाई पनि पार गरेर पुरा पीडितहरूलाई पार गराउने योग्यता लिएर आउनुभयो परमपिता परमेश्वरले। हाम्रा गुरुलाई हेर्नु, एकजना कप्तान गुरुको छेउमा आउनु